दोषी को हो कस्तो हो तिनीहरू त एकदम कारवाही हुनुपर्छ। यो काम गरेर खेतमा एउटा ड्राइभर मान्छे हो, गरिब हो, काम गरेर चोकमा चिया खान अचानक यादहरूले मान्छे तारा गर्यो होइन। अनि गरिसकेपछि त पछि मान्छेहरू थाहा पायो अनि उठाएर हामीहरू ल्याइसकेपछि एम्बुलेन्स पाउँदैन। अनि तुरन्तै म डिएसपी साहबले फोन गरेँ, दाइ यहाँ यस्तो यस्तो भइसकेको छ, गाडी पठाइदिनु पऱ्यो, त्यहाँ बिहानसम्म पुऱ्याइदिनु पऱ्यो, कुनै एम्बुलेन्समा मान्दैन भन्छ। पुलिस गाडी त हुँदैन, तर पनि म हेल्प गर्दैछु। अनि घरि एउटा डिएसपी त्यहाँ बस्ती गर्दै रहेछ काठमाडौँ, त्यसको नम्बर थियो। अनि त्यो यहाँ आएर घरमा विराटनगरको एम्बुलेन्स बोलाएर 1:30 बजे राति, अनि त्यहाँदेखि बर्जुसम्म, देवानगरदेखि बर्जुसम्म स्कुटिङ गरेर कटाएर अनि पल्ल यहाँ आएर, तर पनि यसले राति बेलुका 6-7 बजीतिर, तर पनि यसले मुटुमा ब्लड जम्नु हावा पस्यो। नत्र त्यो दिन बेला यहाँ ल्याउन सक्दैन थियो हामी, त्यही हो परिदिन्थ्यो। अहिले हामीसँग कतार गर्न सक्छ, त्यस्तो अवस्था छ। उपचार खर्च गर्न पैसा छैन भन्ने अहिले समय होइन। उपचार खर्च गर्नु त हामीले सक्दैन, नेपाल सरकार छ, नेपाल सरकार तपाईँको सरकारको अहिले त होइन। त्यो खर्च पानीमा निको हुनु पऱ्यो कि, बुझ्नुभयो, निको हुनु पऱ्यो। अनि त्यो जो जसले यस्तो गर्यो उनीहरूले कारवाही हुनु पऱ्यो कि। मेन कुरा चाहे हिन्दू होस् कि मुस्लिम होस् होइन, यसले यस्तो कार्य गर्नु न, त्यो 7 पुस्ता त्यसले याद होस्। यो पुरै नेपालमा यसको यो दङ्ग फैलाएर यसको जो मान्छेहरू परिरहेको छ, राम्रो मान्छे परेको छ नि, जुन मान्छेले आगो लागेको छ। त्यो अचानक अब त्यो तपाईँ हजुरले के थाहा, अब म बिदा लिन्छु भने यस्तो घटना हुन्छ। अब भन्छ त्यो डिएसपीको गल्ती हो, डिएसपीले एसपीले त्यो बिदा गरेर त्यो मुस्लिमसँग मिलेर यस्तो गरेको छ, लाइन काटेको छ, त्यो सम्भव छ छैन। जुन मान्छे पुलिसले त छानबिन गरिरहेको छ नि त, जसको गल्ती हो त्यसले त कारवाही पाउनु पर्यो नि त त्यो मान्छेले, त्यो त पुलिसको काम हो। लेकिन पुलिसले 3 दिनसम्म त्यहाँ पुलिसले बसेर न भात खाएको छ त्यो पुलिसहरू, तर पनि त्यो त्यहाँ ड्युटी गरेको छ। त्यहाँ आर्मीहरू भन्छ म भात खाएको छुइनँ, तपाईँकै सुरक्षाको लागि हामी खटिरहेको छ भन्छ। जानु नि तपाईँ भात खाएर के भात खानुहुन्छ। लेकिन तल पनि 12 जना तपाईँको पुलिसले चाहिँ यस्तो अवस्थामा घाइते छ, त्यो मिडियावाला कसैले हेराउँछ, हेराउँदैन नि त त्यो कुरो। एउटा पब्लिकले के भयो भने तुरुन्तै सोसियल मिडियामा हाल्छ। त्यो पुलिसले यस्तो अल्पक्रम परेको छ, त्यसले पनि हाल्नु पर्यो नि त। त्यसको पनि घरमा आमा होला, छोरा होला, छोरी होला, त्यो अवस्था छ त्यहाँको माहौल एकदम। जसरी पनि हजुरले होइन त्यहाँको माहौल शान्त गर्नु पर्यो। यो जुनको दाइ छ होइन, मेरो छिमेकी हो होइन, यसको अब बोल्ने पनि कोही छैन। औषधिहरू पनि मैले नै ल्याइरहेको छु। यसको कुनै समस्या होला इलाजमा त्यहाँ मेयर साहबले भनेको थियो, यहाँको डाक्टर साहबले होइन, त्यो दाइले त्यो भन्नु तपाईँ टेन्सन केही नलिनु, ढुक्क भएर एकदम गर्नुहोस् होइन। हाम्रा व्यक्तिहरू के छ अनुरोध व्यवस्थापन अरू चाहिँ लोगो होइन, ठिक छ, चिन्ता कसैले सोच्दैन नि प्रहरी। अब जुन त मेरो एउटा त्यो यो अब्जलमा यो आलम नामको होइन, यो त मेरो छिमेकी हो होइन, यो पनि एकदम सोझो मान्छे रहेछ। यसको बोल्ने कोही पनि छैन, तर पनि अब मान्छे आउन दिँदैन त्यहाँबाट। अहिले अब भात खान यस्तो अवस्था परेको छ, हामी मलाई नै थाहा छ कस्तो